हाम्रो आशा र भरोसाको परमेश्वर पिताको नाममा हजुरको माझमा जयमसी टक्राउन चाहन्छु। परमेश्वरको वचनले हामीलाई भन्नुहुन्छ, किनभने पाप स्वभावमा मन लगाउनु चाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनु चाहिँ जीवन र शान्ति हो। रोमी 8को 6 पदमा यो वचन लेखिएको छ। परमेश्वरलाई धन्यवाद भएको होस्। हाम्रो जीवन चाहिँ शान्ति हुनको लागि हाम्रो जीवन चाहिँ पवित्र आत्मामा मन लगाउनु पर्ने रहेछ। अनि पाप स्वभावमा मन लगाउने व्यक्तिको जीवनमा चाहिँ त्यो मृत्यु पनि पुग्ने रहेछ, मृत्युसम्म पनि पुग्ने रहेछ। हामीले आज परमेश्वरको वचनबाट थाहा पायौँ, पाप स्वभावमा होइन तर पवित्र आत्मा मन लगाउनु पर्छ। धेरै मानिसहरू चाहिँ पवित्र आत्मामा मन नलगाएको कारण त्यो पाप स्वभावमा नै हामी पुगिरहेका हुन्छौँ।